साथीहरू म चाहिँ आज है सनस्क्रिन लाउन गइरहेको छु क्या मेकअप। अब फर्स्टचोटि चाहिँ मसँग त्यस्तो केही त छैन होइन। पहिला सुरुमा चाहिँ म यो भ्यासलिन लाउँछु क्या भ्यासलिन यो बाहिरको कभर चाहिँ भागिसकेको छ। हेर्दै जानु ल अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनु होला। कस्तो देख्छ होला है। त्यस्तो मेकअप गरेर हिँड्ने खालको चाहिँ म होइन, तर पनि सनस्क्रिन आस्था बेरीको सनस्क्रिन यो चाहिँ एसपीएफ चाहिँ एसपीएफ 15 अनि PA+++। हाई हाई कति राम्रो देख्छु होला है। म त लाउन गइरहेको छु है त, हेरेर साथ दिन होला है। नक्कली बनिरहेको छु म, नक्कली कतितिर लाउने हो के। यहाँ पनि लगाइदिउँ न। सङ्गीताले पनि मेकअप गर्छ र पहिला पहिला त यो त सिम्पल भएर हिँड्थ्यो, आजभोलि त यो त मेकअप गरेर हिँड्ने चम्मको भएछ भन्ला फेरि है। यो चाहिँ उयो हो क्या, अघि चाहिँ साथीहरू कस्तो उसमा गएर बसिरहेछ के भन्छ त्यो फिल्टरमा। मैले त फिल्टर नलाइकिनको मेरो फेस नेचुरल फेस है त। म चाहिँ मेकअपमा चाहिँ यही भ्यासलिन लाउँछु फर्स्ट टाइममा। पहिला फेस वासले मुख वास गर्छु अनि त्यस पछाडि भ्यासलिन लाउँछु, त्यस पछाडि यही आस्था बेरीको सनस्क्रिन लाउँछु, त्यति हो। गोरी देखी क्या होगी भन्दा त रिजल्ट कैसा आएगा। फिर अलिअलि यहाँनिर यहाँ 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 पनि अलिअलि थप्दिउँ। भनेको यो थप यहाँ चाहिँ भएन, थप गरौँ। नक्कली कान्छीले थे बानी फेरि म अनुहार चाहिँ कति गोरी अनि त्यस पछाडि के अरे यो घाँटी चाहिँ हेर्न मैला न मैला होला है मान्छेले पनि कोडा छैन। अब म लाउने भनेको अन्तिममा टिकिया कालो बिन्दी कालो बिन्दी। कस्तो देख्छ ए हो मान्छेहरू जस्तो त्यो मास्कारा सस्कारा के लाउँछ नि त। म त्यस्तो लाउँदिनँ। यो नि फेरि मैले अब गाउँले मान्छे, अब घाममा काम गर्नुपर्छ नि त, अनि स्किन केयरको लागि लाएको मात्र होला। कस्तो देख्यो साथीहरू कमेन्ट गरिदिनु ल, कमेन्ट गरिदिनु। कपाल चाहिँ नकोराम क्या, अल्छी लागिरहेको छ क्या मलाई। मान्छेहरूले भन्छ होइन, मान्छेहरू क्या आफ्नो त्यो उसको लागि कति धेरै उयो गर्छ नि त, तर मलाई चाहिँ अल्छी लाग्छ कि अल्छी भनेपछि त कालले छोड्ला, तर सङ्गीतालाई अल्छीले नभए न कहिले छोड्दैन। के गर्नु,
घडी पनि बहिनीले लगेर गए साथीहरू। मेरो भिडियो कहाँ कहाँबाट लाउनु के भन्छ हेर्नुहुन्छ कस्तो लाउनु भनेको हेर्नुहुन्छ कमेन्ट गर्नु ल। मेरो मेकअपको सामान भनेको यो दुईटा अनि खै कहाँ पुग्यो हौ मेरो भ्यासलिन ल भाग्छ त नहेराउने यति मान्छेहरू भन्छ नि त्यो सनस्क्रिन लाउनुभन्दा अगाडि चाहिँ मान्छेहरूले त्यो के भन्छ मलाई त भन्नै आउँदैन क्या त्यो मोइस्चराइजर भन्छ के भन्ने लाउने रहेछ है। तर मेरो चाहिँ मोइस्चराइजर भने पनि चिल्लो पदार्थ मुखमा लाउने चिल्लो पदार्थ भने पनि ए भ्यासलिन हो। तर यो भ्यासलिन मैले फेसमा मात्र होइन मैले कपालमा पनि लाउने गर्छु क्या। कपाल नुहाउँछु अनि त्यस पछाडि कपाल धोइसके पछाडि यतिकै छोड्छु अनि त्यस पछाडि छोडेर अनि त्यस पछाडि सुक्न लागेको टाइममा चाहिँ म यो भ्यासलिन लाएर चाहिँ आफ्नो कपाल चाहिँ यो के भन्छ त्यो काइँयोले कोर्यो भने चाहिँ चिसोै कपालमा काइँयोले कोर्यो भने चाहिँ झर्छ भनेर चाहिँ मैले यो भ्यासलिन लगाएर चाहिँ हातैले यसरी फिजाएर चाहिँ कोर्छु साथीहरू। अनि त्यसपछि राम्रो पनि हुँदैछ यो भ्यासलिनले चाहिँ यस्तो सानो सानो बेबी हेयरहरू चाहिँ माथि यस्तो हुँदैन रहेछ कस्तो च्याप्पै बस्छ क्या कस्तो राम्रो हुने रहेछ। मलाई चाहिँ हाम्रो साथीले सिकाएको के यो तिम्रो बेबी हेयरहरू निस्किन्छ भने भ्यासलिन लगाऊ भन्नुभएको थियो। अनि त्यस पछाडि मैले लगाएको साथीहरू फेसमा मात्र लाउने भइदियो यो त अलि भरि नै हुन्थ्यो होला। अनि मैले कपालमा पनि लाउने भएर चाहिँ यो सिद्धि नै लगाइसक्यो। 25 रुपियाँको भ्यासलिन के साथीहरू त्यति महँगो पनि छैन यसको प्राइस चाहिँ खै कति हो मैले कति समथिङ 400 कतिमा ल्याएको त्यस्तै लाग्छ होइन यसलाई। अनि त्यस पछाडि 25 रुपियाँको भ्यासलिन अनि 25 रुपियाँको टिकाको बट्टा चाहिँ फुटेर मैले चाहिँ त्यो के भन्छ यो हनी अलमन्ड्स भन्ने चाहिँ त्यो बिर्को चाहिँ खाली भएको थियो अनि यसैमा टिका हालेर राखेको के गर्नु होइन भाँडाको सदुपयोग त गर्नु पर्यो। यति नै हो साथीहरू। अब अर्को भ्लगमा भिडियोमा भेटौँला है त। बाई बाई साथीहरू अन्तिम समय हेरिदिनु होला। बाई बाई लभ यु। कस्तो देखेछ